बाइकै पञ्चर भएछ खुस्स गयो भर्खरै तल छ होइन र पसल यो भाइ मोटाइ छ यो भाइले गर्दा पञ्चर आएको बिस्तारै न बिस्तारै टर्निङमा चाहिँ अलिक ख्याल गर है ओइ यार जाउँ उठाउनु नि त्यहाँ के रहेछ भाइ स्वाट टोलेर विकास दाइ के भयो तपाईँलाई अब ढकाल्नु त त्यसलाई केटाहरूले सर्टकट हान्नु खोज्यो अरे यस्तो भिडियोबाट आएको केटाहरू सो हेलो एन्ड नमस्ते एभ्रिवान गाइज के छ सबैजना सन्चै हुनुहुन्छ होला मुस्ताङको सबै भ्लगहरू हेर्नु भइसक्यो होला तपाईँले होइन अनि यो चाहिँ हामी मुस्ताङको भ्लग अपलोड एडिट हुँदैछ मेरो अनि यो बेला चाहिँ हामी आज सोमबार परेछ अनि त्यही भएर चाहिँ आज हामी लटरम्बेश्वर महादेव जान आँटेको छौँ अनि जान चाहिँ अहिले 4टा बाइक छ 4टा बाइकमा डबल लोड छ 8जना भयो अनि विकास चाहिँ त्यहाँ साटो बाटोमा छ हामी चाहिँ ठ्याक्कै एन्फाको बाहिर थियौँ अनि ठ्याक्कै यहाँ पिटी राई अनि अर्को प्लेयरलाई चाहिँ देखेको भएर टक्कै बामा चाहिँ हेर्ने भन्दै थियो ल गाडी ब्याक गरेँ त घुमाउनु बाटो चाहिँ उताबाट त्यो चाहिँ ठ्याक्कै पछाडि बस्नु भएको छ जाउँ ल गाइस अहिले चाहिँ हामी टक्क पेट्रोल हाल्न लागेको बाइकमा फुलसुल गरौँ अनि त्यसपछि बिस्तारै जानुपर्छ मतदान साउलाई भेट्यो ल अब जाउँ ल यति अगाडि हुँदिएन अगाडि त ल गाइस अहिले चाहिँ हामी यो चापागाउँै भन्छ होला है चापागाउँको गल्ली हिँड्दैछौँ अब चाहिँ टक्क यसरी यस्तो गरिदिउँ अनि यहाँ चाहिँ जे होस् पुरानो घर त धेरै छ है अरू ठाउँ भन्दा यहाँ है यो बोल्दै गाइस यो नयाँ मेयर कार्ड हालेर ल्याएको आज मैले पुरा के अरे खिच्दा एकैछिनमा फेरि त्यो सपोर्ट गर्दैन भनेर भनिदिन्छ क्या यहाँ त गाइस डेन्जर पहिरो गएर चाहिँ बाटोभरि पुरै ढुङ्गा छ लेलेको साइड लगाएछ अहिले चाहिँ हामी यताबाट माथि जाँदैछौँ अब कताबाट हो यताबाट के अरे यता त हेटबाट पनि जाँदो रहेछ यार हामी योबाट जाँदैछौँ अब केटाहरू पछि आउँदैछन् त्यहाँ तलको मन्दिर चाहिँ खतरै बगाएछ यार लगाएछ यहाँ चाहिँ अहिले अलिक माथि चाहिँ पुरै यार पहिरोले त बाटै खाएको रहेछ है गम्मै है कहाँ तलसम्म रहेछ यार मामा चाहिँ रोकिहाल्यो मजा आइदियो फेरि अब मामा हिँड्दै आउँछ यहाँसम्म केटाहरू चाहिँ कहाँ पुग्यो होला हामी चाहिँ बोल्दा जाँदैछौँ माथि खतरा हुस लाग्यो हेर्नु लटरम्बेश्वरमा खतरा हुस लाग्छ है भनेपछि यहाँ त गरी महिना भएन रेकर्डिङ चिसो हुन्छ नि फेरि गाइस अहिले चाहिँ रेकर्डिङ स्टप हुँदैन होला सायद किनभने त्यो सेटिङले गर्दा भएको रहेछ क्या यो एसडी कार्ड मैले अस्ति कति 520 कि कति जिबीको अर्कै त्यो फास्टेस्टवाला एसिड हालेको थिएँ अनि चाहिँ 120 को एक्सट्रिम मात्रै हो क्या त्यो अर्को चाहिँ एक्सट्रिम प्रो हो त्यो चाहिँ एक्सट्रिम मात्रै हो क्या त्यो 120 जिबीको अनि त्यही भएर चाहिँ यसले चाहिँ त्यो अब मेरो पहिलाको सेटिङलाई चाहिँ रिड गर्न सकेन छ क्या त्यही भएर चाहिँ अब स्टप भएको भइरहेछ अनि त्यही भएर अनि अब चाहिँ 1080pमै रेकर्डिङ गरेको छु अब चाहिँ हुँदैन होला अनि यहाँ कता चिसो हुन थाल्छ कस्तो हुसो लाग्यो त हुसो लागेको देख्न सुरु भइसक्यो बाटो चाहिँ गाडी चाहिँ यहाँ बिग्रेछ बाटोमै कति तनाव भयो होला यार हेर्नु हुसो आइरहेछ हौ चिसो हुन थाल्छ गरी महिनामा जाडोको एहसास गरी महिनामा 4 महिनाको बिच भइरहेको है यहाँ जाडो महिना झन् के होला लगाडाहरू चाहिँ यहाँ छ ल के हो यसले त रेङ्गुडो लाग्छ त जाडो भयो अब ए परे पारी जाडो चाहिँ भयो न ठिक छ होइन दाइ ठिक छ होइन ल जाउँ गरी महिना हो कि जाडो महिना हो हामी गरी महिनामा छौँ कि जाडो महिना छौँ गरी महिना कि जाडो महिना हो कति रमाइलो यार क्या रमाइलो यार लगाइस तपाईँहरूलाई पनि अहिलेको यस्तो गर्मीमा जेठ होइन वैशाख जेठ यस्तो गर्मीमा पनि यस्तो चिसो आनन्दको भाइब चाहिन्छ भने चाहिँ लटरम्बेश्वर जाने बाटोमा हो यो चाहिँ है हामी चाहिँ कता हो थाहा छैन कहाँ हो लेलेबाट हामी लेले होइन चापागाउँबाट माथितिर आएको यस
कहिलेकाहीँ चाहिँ घाम लागिरहन्छ टिलिक्क तर खत्रै सिन देख्छ होइन कहिलेकाहीँ चाहिँ यस्तो हुसु लागिरह हामीले चाहिँ यो पुरै खानकोट गरेर धेरै टाढा गएको जस्तो भएको छ कि हामीलाई चाहिँ जस्ट यहाँबाट काठमाडौँबाट चाहिँ ललितपुर भनौँ न काठमाडौँ ललितपुरबाट 1 घन्टा पनि छैन क्या आधी घन्टा नि छैन होला राम्रोसँग बिस्तारै अन्त ल्यायो भने त तर बबाल छ ठाउँ चाहिँ है लगाइस कस्तो मजा आइरहेछ यार आहा यो भ्यू हेर्नु गाइस यो भ्यू हेर्नु ल यो भ्यू हेर्नु गाइस आम्मा बाटो पनि त्यस्तै राम्रो है भ्यू पनि त्यस्तै राम्रो टक्क डाँडा चाहिँ त्यसको माथि पुरै बादलै जस्तो होइन झप्प खतरा सुलाइरहेछ उता पनि खतरा हुँचुलाइरहेछ उतातिर पनि यहाँतिर नि कोही हेर्न यहाँ चाहिँ फेरि उज्यालो उज्यालो आउनु लाग्यो होइन यहाँ चाहिँ हेर्नु अन्धकार छ यहाँ चाहिँ अलिअलि उज्यालो उज्यालो रहेछ क्या कस्तो राम्रो देखेको यार ओहो हेर्नु त यहाँ हेर्नु यहाँ ढुङ्गा ओए कटान हिमाल त्यो त निकालेर मार्बल खाएको रहेछ क्या यार हिमाल यार त्यो त आम्मा पुरै अन्धकार दियो केटाहरू गइसक्यो अगाडि हामी अड्छौँ पहिला होइन अनि एउटा ठाउँमा केटाहरूको सबैहरूलाई खै मा कतै बस्ने भन्दैछ एकछिन तिमीहरू त हिँडै गर्छ क्या दामी दामी ठाउँहरू थियो के गर्ने यहीँ बस्छ मेरो रुखतिर दामी छ त के मुनि डाउन डाउन भयो अनि मलाई यो हाइट भयो कहाँ पुग्नुपर्छ हो ल ल ल फेरि आउँदाखेरि उज्यालो हुन्छ हुँदैन बाइकै पञ्चर भएछ फुस्स गयो भर्खरै तल छ होइन र पसल त्यहाँ तल हामी पहिला चिया खाजा खान आउँ क्या यो भाइ मोटाइ छ यो भाइले गर्दा पञ्चर आएको बौलाको तल खाँदा कति मात्रै मैले चाप भयो होला के गर्नु त माथि त छैन तलतिर जाउँ पुरै गइसकेको छ होइन रिम पुरै बिस्तारै हिँड्नु मिल्छ कि मिल्दैन चढ्नु मिल्दैन एउटा मान्छे पहिला तलतिर गएर हेरेर त पहिला कहाँनिर छ भनेर त्यो त के थाहा हुन्छ हौ हामी जस्तै घुम्न आएको तल 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 थाहा छ त मलाई पनि छ नि माथि पो भने त मान्छे ल्याएर हुने हो कि होइन हावा त हाल्नु पऱ्यो नि त मान्छे ल्याएपछि अरू भाइ हो केटा बिस्तार जाउँ हौ अब मान्छे लिएर के गर्ने अरू बिग्रियो हो पञ्चर हुन्छ हावा हाल्नु पऱ्यो हावा हाल्न फेरि तल जानुपर्छ अनि बिस्तारै लिएर जानु पर्छ नि त्यो मान्छे आएर नि के नै गर्ने हो र ओ मामा ओए कहाँ हिँडेको फेरि तपाईँ चाहिँ बिस्तारै टर्निङमा चाहिँ अलिक ख्याल गर है सुजल आज मुख नधोइकन आएको तिमी मुख नधोइकन आएको ए त्यही भएर यस्तो भएको लगाएछ अहिले चाहिँ राहुल ट्याङ्कीमा बसेर पुरै अगाडि बसेर पछाडि खासै धेरै प्रेसर नपर्ने गरेर बिस्तारै गइरहेको छौँ हामी चाहिँ अब अगाडि छ भन्छ कतानिर अब एक्ज्याक्टली हामीलाई पनि थाहा छैन अब मान्छे लिएर आए पनि के गर्नु अब मान्छेहरूसँग यहाँको मान्छेसँग अब त्यही पञ्चर टाल्नु त्यही हुन्छ हावाले त्यही त हुन्छ नि मेसिन त अब ल्याउनु मिल्दैन यहाँ ल गाइज फाइनली हामीले चाहिँ यहाँ टक्क एउटा बक्स भेटिसकेका छौँ अब टक्क यहाँ बनाएर कसो पानी पऱ्यो हो कि छिटो हानेको सिमसिम हानेको के हो उसु गयो पहिला गएछ ल पहिलेदेखि हामीले यहीँ हिँडिरहेको ननिकाल नलिक यार अर्कोमा पार लाग्छ एउटा पनि हाल्ने चक्करमा अर्को एउटा त्यो अब भित्तामा रिवार्ड होइन लगाइसकेपछि चाहिँ हामी टक्क बाइक साइक बनाएर अब चाहिँ हामी यसो यहाँ चौचौहरू किनेर लगाउँ न त भनेर त्यहाँ अगाडि त्यता के गर्नुपर्छ इन्ट्री गर्नुपर्छ हाम्रो नि केटा ओहो चटपटे पो खाइरहेको छ केटा त वाह 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 एक है न खबर छ न आऊ पनि छ न के छ अनि त्यति सबले पुग्छ मलाई होइन खाना खाएको होइन तिमीहरू त लगाइस अहिले चाहिँ हामी अहिलेसम्म यहीँसम्म 2 बजिसक्यो कि 2 बजी हामी त्यहाँ पुग्ने 3 बजीसम्म चढ्ने 4 बजीसम्म 4:30 बजीसम्म त्यहाँ बस्ने अनि रमाइलो गऱ्यो भनेर सोचेर चाहिँ अहिलेसम्म हामी यहीँसम्म चटपटे खायौँ सबैजनाले त्यसपछि यसबाट हालेर रेनकोट किन्यौँ अनि त्यसपछि अब चाहिँ हामी निस्किन आँटेको अनि हल्का रेनकोट आइदिएको किनभने उतातिर पानी पर्छ शीत पर्छ भन्दैछ त्यो रुजेर नजाने भनेर चाहिँ भएको जातले लगायौँ त सुजल भएर म बस्न आँटेको छौँ अनि मैले चाहिँ अब यस्तो गरेको छु कि ला रेकर्ड भएको छैन रेकर्ड भइरहेछ पुरै गोप्रोमा यो पानी मिडियम मोडमा पानी नपरोस् भनेर चाहिँ प्लास्टिक लगाइदिएको बस्छ भाइ
ल ओए कस्तो सही थियो हेर न भाइ त है आहा स्वर्ग हो क्या हो ओए यो त मजा भाइ हो के न जाडो हो तातो हो चस्मा खसालेछ फेरि कसको साउजी ओए ओए अलि अर्डर बाइक अलि अर्डर सुबह टिपेर आउनु लौडे कसको तिम्रो मामाको होला मामाको मेरै होला बस मेरै होला कि मामा खाएर गयो कि नभन्नु के भयो त्यो ब्याग राहुलले ब्याग म बोक्दिनु कहिले कहाँ एकचोटि पहिला आउँदाखेरि के यता बाटो कता बन्दै थियो होइन अनि हामीहरू चाहिँ यताबाट माथि गएर कता डाँडा कता कता हुँदै गएको थिएन मलाई चाहिँ यो बाटो जान मन थियो अब अहिले चाहिँ टाइम साइम पनि छैन त्यही भएर अहिले बाटो जाउँ यो बाटो राम्रो छ नि त चाँडै पुगिन्छ तर यो बाटो चाहिँ त्यहाँ एउटा गाउँ छ होइन यस्तो बवाल चाहिँ त्यो सिनै कस्तो बवाल आएको थियो मलाई त्यहाँ फेरि जान मन थियो एकचोटि अब जानै पाएन तर बवाल छ त्यहाँ यार पत्तर दो बाटो अरे चस्मा यस्तो भयो चाहिँ त्यो बाटो सिधै आउनु होला त्यो टर्निङ सनिङ कतै पनि जानु पर्दैन चट्ट यो बाटो आउने हो सिधा जाने हो ल गाइज अहिले चाहिँ हामी पुल तर्दै ल के ट्रक पो आयो यार बागमतीको यो पुल तर्दै थियौँ हामी ल गाडी आइदियो जाने मिल्छ तन्ना गाडीलाई चाहिँ रोक्यो होला बरु हाम्रो यार सरी यार सरी अब गाडी ए छिड्जाउ न ए गाडीले खासा रोक्दैन क्या उकालो गाडीहरूलाई उठाउनु फेरि गाह्रो हुन्छ नराली गाडी गयो मजाले अहिले चाहिँ हामी पुल कट्यौँ अब चाहिँ टक्क यसरी यहाँ जाँदैछौँ पानीले चाहिँ अलिकति यहाँ खत्तम पार्यो मामा क्यास छ क्यास 50 सलाई किन सलाई त्यहाँ धुपाल्नै ओए मासला अलि माथि आइसकेपछि चाहिँ यताबाट हामी माथि जानुपर्ने हुन्छ केटाहरू यहाँ चिपिन्छ जस्तो लागेको छ मलाई जाऊ किनेर भन्दाखेरि जाऊ सुसल भाइ र म चाहिँ पुरै ओए बाटो गयो हजुर माथि मन्दिर उताबाट हो अहिले त धेरै चेन्ज भएछ यार हस् धन्यवाद है यहाँ पुरै राइडको फिल्डमा आइरहेको थियो कहाँ हो अब सुरुवात हुन्छ क्या अस्ति हेर भाइ बाटो सुरुवात त अब हुन्छ भाइ यहाँ चाहिँ के टर्नर रहेछ हेर न ऊ के को टर्नर बन्दै रहेछ यार ला बुलेट तानेन श्याम बसेर होला ए आऊ खोइ राहुल त यहाँ आइज ल विशाललाई डबल रोड आयो यार बुलेटमा सिङ्गल रोड पनि गाह्रो भयो क्या यार पहिला चाहिँ होइन बाटो बिग्रेर सबले यहाँ राखेर माथि हिँड्दै जान्थ्यो क्या अब सोच्नै कति हामी अझै धेरै हिँड्नु बाइक छ क्या बाइकमै यहाँबाट 15-20 मिनट लाग्छ होला क्या मान्छे यहाँदेखि हिँडेर जान्छ क्या वहाँसम्म लाइटहरू ल गाइस अब चाहिँ अफ रोड सुरु भयो अस्ति हामी लास्ट टाइम आउँदा चाहिँ लास्ट टाइम नै बाटै बिग्रेको थियो अहिले चाहिँ खायो त्यस्तो छैन हो कि अस्ति ढुङ्गासँग खसेर माथितिर अनि माटोको बाटो हुन्थ्यो नि त भाइ अनि पुरै त्यो बाटो यस्तो पानी आएर क्या त्यो बाटो नै आधी पाइन्छ नि बुझ्यौ मैले भन्नु खोजेँ पानीले त्यस्तो बनाइदिएको थियो क्या हामी त्यस्तो हुँदाखेरि पनि ढकाली लिएर गएको थियो क्या हामीले यो टाइम चाहिँ कस्तो छ बाटो खै त्यो पहिला धेरै पहिला आएको त्यो बेला हामी बेनी लिएर आएको चाहिँ बेनी ढकाल लगायो भाइ त्यो बेला सोच न यो बाटो त
बिस्तारै आखातिर गयो लामो कसरी आउँछ यार यहाँ मौसम यहाँ दामी है यो नि त पारा ल गाइस अहिले चाहिँ हामी चक्क ओए भाइ तिमी नभए म कस्तो छम यार यस्तो कुदाएर लान्थेँ यहाँबाट तर जुत्ता नि बुट भएको चाहिँ लान्थेँ यो बुट यो जुत्तामा त भिस्यो त्यही पनि के अरे केटाहरूले खसाल्दिउँ केटाहरू लड्छ नि हेर्नु छ क्या हो लडाइदिउँ भनेर ए मान्छेले हाने बाइक राखेर जान्छ अरू बेला अब ढुङ्गाको बाटो सुरु भयो बाटो त फेरि सक्दैन नि कति यहाँको बाटो थियो यार के कुन हो यहाँ सिधै घाँस लाग्यो कि होइन चल बे चल 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 अरू सबैको पछाडि बस्यो भने श्यामको पछाडि चाहिँ अलिक बस्नु भयो नि जस्तो हो साला रोके गर्छ उकालोमा ला ओ भाइ साहब कन्टेन्ट दे दिया रे मेरे को जाउँ उठाउँछौँ त्यहाँ के बस्यो भाइ स्वाट टोलेर विकास दाइ के भयो तपाईँलाई भनेर के भएको चिप्लेको विशाललाई कस्तो गइदिएको होला 220मा देखिदियो नि त कस्तो कुदाइदिएको होला विशाल दाइले यार हामी त अगाडि गएको गएको यहाँ अगाडि तानिएर यस्तो भाइ त्यहाँ थियो नि त्यो थियो नि त्यहाँ पुरै पहाड थियो यस्तो खाल्टो त्यहाँदेखि मान्छे नि हिँड्न गाह्रो थियो कि अझै त्यसमा हामीले बेनीले बाइक ढगाएर लगायो सोच न यहाँदेखि हिँड्नुपर्छ भनेर क्या हामी माथि गएर माथि गरेर हिँड्ने भनेर क्या के भयो ओ बाइकसँग के गर्छ ल गाइज हामीहरू चाहिँ अब यस्तो उकालो यस्तो बाटो त कति अहिले उक्लिनुपर्छ त्यहाँ यो बाटो एक्लै कुदाएर नि के गर्नु केटाहरू देखिँदैन होइन नत्र कुदाउने हो भने त यस्तो कुदाउँथ्यो म यो बाटो अहिले सोलो हाफे मैले भन्दैछु श्यामको पहाडी बस्नै हुँदैन भनेर रोकै गरिदिन्छ श्यामे रोकै गरिदिन्छ यार त्यहाँ अगाडि चाहिँ खतरा आउँछ बिस्तारै गयो विकास के भयो चेन सारा सुक्खा भयो होला नि चेन सुक्खा भयो होला एकमा हाल न एकमा हाल हाफ क्लच लिएर कुदाउ मुला मामा दौडेर आउँदैछ त्यहाँबाट पिडे बाबनले होला हामी यहाँबाट सर्ट निस्किन्छौँ ल जान मिल्छ नि छेउ त्यहाँ भित्र चाबी लगा नि तिमी छोड्नु मुला ल है त फेरि अलि पढेन भयो छोड पछाडि तान साउला पहिला साउला जान्थ्यो त्यहाँ ढगाल नि त्यसलाई
उहाँ चाहिँ बस्छ उहाँ चाहिँ बस्छ अर्जुन त्यहाँ बस अर्जुन ल ढुक्कै हो नि बुलेट त लगिदिए साला आफ्नै बाइक अगाडि गयो भने टेन्सन हुन्छ त यार यही हिँड्न गाह्रो भयो क्या तिमीलाई त चल बे छपरी बाटो यस्तै थियो यो त खतम थियो पहिला विशाललाई त यार लगेको थियो विशाललाई त लगिसके पो छ यता त यो विशाल कहाँ विशाललाई खोइ हामी त जान्नु त्यता यताबाट हिँड राहुलका ठाउँबाट हिँड आयो आयो ल जाउँ ए भर्खर एकड भयो कि चार सकेछ यार म त किन खोजेन भन्दै थियो कि बाटो खतरा थियो ल हामी चाहिँ आइपुग्यौँ अब यहाँ इन्भेस्टमेन्ट राख्छौँ त्यसपछि जान्छौँ हिँडेर हामीले चाहिँ यहाँ आइसक्यौँ बाइकहरू टक्कै हिँडिरहेको छ अनि यहाँ चाहिँ हामी अहिले खानासाना खान जान्छौँ होला अनि अहिले चाहिँ 4 बजिरहेछ क्या केटाहरू चाहिँ जिस्काइरहेको छ अहिले सो भाइ जिस्काइरहेको छ हामी चाहिँ हिँड्दैछौँ बल्ल 4 बजिरहेछ अब हेरौँ ल जान्छौँ केटाहरूले सर्टकट हान्नु खोज्यो अरे यस्तो भिडियोबाट आएको केटाहरू अझै भिडियो लागिरहेको दुईजना केटा टक्क भ्यू चाहिँ यस्तो दामी माथि लगाएर हाम्रो चाहिँ हाइक सुरु भइसक्यो स्याम चाहिँ थाकिसक्यो सुयल भाइ पनि थाकेको अवस्था छ है केटाहरू अगाडि पुगिसक्यो हामी यहाँसम्म केटाहरू आउँदैछ ल अरू सबैजना अगाडि गइसक्यो हाइट तेरिका गाह्रो छ 40 मिनट्समा त्यहाँ दियोस् हामी 5 बजीसम्म पुग्नु पऱ्यो अनि कस्तो अब ढिला भइहाल्यो अन्त यतिखेर पुग्न पाए चाहिँ रमाइलो हुन्थ्यो क्या अब हेरौँ बाटोहरू चाहिँ कुन कुन ठाउँमा अस्ति चिप्लो खालको छ क्या यस्तो छ बाटो नै यहाँ मामा आउँदै हुनुहुन्छ अगाडि राहुल गइसक्यो अनि अरू सब केटाहरू पछाडि हो यहाँ चाहिँ अलिकति चिप्लो रहेछ ओभर यस्तो माटो छ पुरै माटै छ बिस्तारै यहाँ चार ओ माछा चिप्ली यस्तो भयो मेहन्दी यार हाइट तेरिका हात चाहिँ कहाँ पुस्ने होला यार मैले चाहिँ विकास आउँदैछ पछाडिबाट अनि अरू केटाहरू चाहिँ पछाडि छन् पसिना भइसक्यो कि वाइल्ड चिसो भयो भने तर हिँड्दा पसिना आइसक्यो कुद्यो ए ल छैन चिप्लेर 4 ल भाइ हात पनि टेक्दिरहेको खोइ श्याम गयो त श्याम त आउँदैछ मा केटाहरू रुख देखाएको थियौँ है अनि मामा त्यो रुखको नाम चाहिँ के हो है कालचरण हो यो रुखको चाहिँ यो है कालचरण रुख अरे यिनीहरू ल गाइज हामीहरू चाहिँ फाइनली एउटा पोइन्टमा आइपुग्यौँ जहाँ चाहिँ यताबाट केही देखाएको छैन यता पनि केही देखाएको छैन अब चाहिँ हामी जस माथि पोइन्टमा आइसक्यौँ अब यतापट्टि गयो भने चाहिँ हामी त्यो भर्याङमा पुग्छौँ ल गाइज फाइनली वी आर एट माथि उल्टो ल है सेतो माग्छ सुरु भएछ त्यहाँ सुरु जाँदैछ मामा यहाँ टक्कर गाडीहरू त्यहाँ पछाडि आउँदैछ स्टन त्यहाँ हात छोडेर तिमी मल भिडियो आऊ बिस्तारै आऊ ल खोइ कहाँ गयो दुईजना स्याम पनि आइपुग्यो है ल फाइनली ठ्याक्कै त्यो उजेन जस्तै यार हामी ठ्याक्कै अब खरे मन्दिर आइपुग्यौँ केटाहरू यहाँ बसिरहेको छ अनि के भयो भन्दाखेरि यहाँ हल्का क्लियर हुन थाल्यो केही क्लियर भइरहेछ हल्का
टक्क तलतिर क्लियर भइरहेको थियो फेरि उसो आइहाल्छ भन्नु ऊ तल क्लियर भइरहेछ है टक्कै यहाँ क्लियर हुन थाल्यो दामीतिर छ त्यहाँ च्यामलाई चाहिँ ढगाल्दै ल्याएर चाहिँ विकासले टक्क उता चाहिँ गणेश भगवान हुनुहुन्छ यहाँ महादेवजी हुनुहुन्छ माथि पनि छ महादेवको मन्दिर दुइटा हामी सबै ठाउँमा भेट्छौँ महादेवलाई गणेशजीलाई भेट्छौँ गाइस हामीहरू चाहिँ आइपुग्यौँ टक्क यहाँ चाहिँ अहिले सफा हुँदैछ नुहाइधुवाइ बिहान छ नि त मौसम त टक्कै त फोहोर भएको भएर चाहिँ अलिकति हामीले टक्कै यसरी सफा गरेर 5 छैन भन्नु 8 बजिरहेछ ल के गरे एकसाथ ल नेक्स्ट टिका लाग्यो त नि त्यहाँ पावर टिका लाउ न रेनकोट फेल्न यता फेल निकाल सधैँ रेनकोट समाते उताबाट हरि चड्डी रहेछ यार आगोवाला हो क्या हो ला ओए चढा त्यो राख्नुपर्छ यहाँ भगवान्लाई चाहिँ उड्नु परेन बाल्ने केटा म यो बाल्छु क्या पहिला यो भस्मा लगाइदिउँ हर हर महादेव हर हर महादेव लक्ष्मेश्वर महादेव की 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 भन सबैले भन है हैन लक्ष्मेश्वर महादेव की लक्ष्मेश्वर महादेव की लक्ष्मेश्वर महादेव की ल गाइस हामीहरू चाहिँ अब निस्किन आँटेको सबैजना केटाहरू चाहिँ गइसक्यो अर्जुन र म मात्रै सबैजना गइसक्यो टक्कै यसो यहाँ भिडियो फोटो खिच्यौँ अनि त्यसपछि अब जाँदैछौँ हामी लक्ष्मेश्वर महादेवलाई छोडेर हामी छिट्टै आउँछौँ फेरि पछि होइन अहिले चाहिँ हामी जान्छौँ 6 बजिसक्यो नि त 6 यहीँ बजिसक्यो अब माथि तल पुग्ने कहिले त्यसपछि त्यहाँबाट टन्नै छ जानु छ 2 घन्टाको बाटो छ होइन त्यही भएर अब राति नै घर त पुगिने हो हामीलाई हतार त छैन त्यही भएर एकछिन म चाहिँ अब केटाहरू गए पनि टक्कै एकछिन आनन्दले बस्दैछु अर्जुन र म लाइक गरिदिनु गाइस लाइक गरिदिनु एक लाइक जय शम्भो अब अर्को पालि आउँदाखेरि चाहिँ बरु 2टा लिएर दिउँ ल 3टा ल्याइदिन्छु 3टा ल गाइस हामीहरू चाहिँ अब निस्किँदैछौँ यहाँबाट केटाहरू 3जना गइसक्यन् हामी केटा 5जना चाहिँ यहाँ छौँ अब बिस्तार जाँदैछौँ हामी चाहिँ टक्क त्यहाँ खाना भनिसकेको छ नि त अघि भर कल गरेको अनि कस्तो हावा लागेको छ मेरो यस्तो खतरा छ वेदर पनि दामी छ क्यामेरा खिच्नु है त्यतिका दामी ल केटा अहिले चाहिँ हामी जाँदैछौँ अब खानासाना खान्छौँ त्यसपछि अब यहीँ 6 साढे 6 भइसक्यो तल पुग्दाखेरि 7 बज्छ आयो खाना खाएर दिन्छ आज त अझ्याएर माहा अझ्याएर पनि पुग्छ यार घर त ठिक छ ल केटा लगाइ डेन्जरस अप्पीलाई यो चाहिँ साला मोबाइल पो खस्ला टेन्सन भयो कडा चौकालो चाहिँ अलिकति फेरि ठुल्ठुलो छ कि है हेर्नु यो अहिले हुसो लाभहरू मात्रै किन्नु थिएन नत्र यो हुसो लाग्दैन नि त पुरै खाल्डो देख्छ नि त होइन त्यो बेला त मान्छेहरू आत्तिन्छ नि त यो अहिले किन देखा भएर पो ल भएछ भनेर माथि त यस्तो भिडियोबाट त आत्तिन्छ क्या त्यहाँ माथि हेर्नु यस्तो खुर्किलो नै यस्तो ठुल्ठुलो छ लास्टै ठुलो छ क्या लास्टै ठुलो सबै केटा दिन्छ ल टक्क जाँदैछ अगाडि साउ चाहिँ यहाँ आउँदैछ लगाइस भर्खर चाहिँ हामीले के देख्यौँ भन्दा चरा ठ्याक्कै यहाँ उडेको थियो यसो हेरेको त हेर्नुलाई टक्कै यहाँ बाई बाई गाइज ल गाइज अहिले चाहिँ हामी टक्क आइसकेको छौँ तल अनि अब चाहिँ यहाँ खाना खानलाई बसेको टक्कै यस्तो छ यहाँ चाहिँ ल यस्तो छ यहाँभित्र देखाइदिनु है लोकल गाइज टोटली लोकल है टिपिकल नेपाली खाना हो क्या ल हालो उयसमा अब खाना खायौँ पहिला 7 बजिसक्यो फेरि ल केटा हो लोकल
ल टक्कै ल केटाहरूले कति चाहिँ खाने हो यार एउटा खाएर पनि अब खुसी हो रुक जा सुरुवात गर्ने चाहिँ मेरो साले लगडा हो लोकल खाना ल लोकल मासु भात त्यो चाहिँ के हो के रहेछ अचार के को अचार के को अचार रहेछ पान्देगडा पान्देउ बुढोबुढा भयो लगाएर चाहिँ हामी घर फर्किँदैछौँ अनि त्यो अघि बाइक बनाएको ठाउँ छ नि जहाँसम्म पनि पुगेको छैनौँ अनि फेरि विकास किताब चाहिँ दिइरहेको छ पसलमा अघि पानी पऱ्यो भएर अनि विकास चाहिँ अगाडि गइसक्यो अरू सबैजना हामी टोली यतै छौँ अनि के भन्नु चाहिँ खिच्यो भन्दाखेरि यो केही दिएको छैन उसुले पुरै अफरोड पनि यस्तो खतरनाक के हो कता हो बाटो केही दिएको छैन यहाँ चाहिँ हिलोमा हालिदिएको छु है कस्तो भनेर केही दिएन साँच्चै भनेर यार झुट बोले होइन है सुजो भाइ हो एकदम लगाएर चाहिँ चाहिँ हामी यहाँ आइसक्यौँ अनि ठ्याक्कै गिटार चाहिँ हामीले पायौँ पसल नै बन्द हुँदो रहेछ लगाएर हामीहरू चाहिँ टक्कै यहाँ चेकिङमा पऱ्यौँ यसो अब चेकिङ चाहिँ अब त्यसमा के स्मगलिङहरू भइरहेको अरे भनेर अनि सबैको ब्याग चेक गरिरहेछ अब हाम्रो त ब्यागमा केही छैन त्यही भएर हामीले ढुक्कै चेक गराउने हो त्यहाँ चाहिँ नि अब हाकिम साकिम बसिरहेको छ यताउति भनिदिएको थियो मेरो त गिटार हो गिटार भित्र के रहेछौ कि गिटार भित्र के रहेछौ कि सब खान्छ यसले खान्छ आखै आएर सर आखै झ्यापमा यो भयो सर भयो ल जम्नु ल गाइस हामीहरू चाहिँ कृष्ण मन्दिर आइपुगिसक्यौँ सबै नै टक्क अलिकति के भएको यसलाई चाहिँ ल श्याम ए तिमी यहाँबाट जाऊ हामी गयो ल यताबाट ल विशाल दाई बाई बाई अब नेक्स्ट साइड हाम्रो गयो छिटै जाउँ ल बाई बाई ल एकदम है त छिटो लगाइ सबैजना गइसक्यो सुजर भाइ र म चाहिँ यहीँ छौँ अब हामी पनि चल्दैगयो आजको भ्लग यहीँ इन गर्छ है त सबै गाइज ल बाई बाई सुजर भाइ बाई Cut.